जोइको झगडा परालको आगो चाचुने कुरा बिर्सनु पर्छ आडम्बर गर्नु हुँदैन छोरी लामो छ जीवन एक्लै काटर्छ लोग्नेको पिटाइ सासुको खटन पुरोटे देवर नन्दको वचन त्यो घरमा फेरि कसरी जाऊ बिन्ती छ बाबा गर्न न छोरी मैतै बसेको 10 वर्ष भइसक्यो बुढाका छन् छिमेकी राजमर्दो भइसक्यो सम्झिज्यू वार्ता गराइदेऊ जय छोरीको झगडा मिलाइदेऊ सम्झिज्यू वार्ता गराइदेऊ जय छोरीको झगडा मिलाइदेऊ अर्काकी छोरी बिचल्ली पारी हालेर हिँड्छस् गाउँमा चाहानी ए बाबु छोरा जा ससुराली लिएर आइज मेरी बुहारी पुसको ठण्डी ओर्मुला मण्डी चैतको गर्मी गैजाला सर्दी घुर्क्याइ जानेको पछुरा तान्न जान गए पनि मोलिन जान्न अल्लाह रे केटा अल्लाह रे केटी कुरा बुझ्नु छैन गर्छन् देखा सेखी सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ काँडेर दाइ जो पात पाउ पुजेर सुम्पेको हात काँडाले हाने फुलले हान्नु फर्किन्छ दिन धन्दा नमान्नु भेटिन जसो दाउरा र घाँस जति गरेले पाउँदिन जस झर्किन फर्की खास र ठोसो यो बुटो बाबा बिजाउँछ छोरी मान्दैन दुःख दिन्छन् भन्दछे थुरो रोएर बेसहारा बन्दछे छोरा हुँ मतको नाति खुट्टा भए त जुत्ताका ताती ए आमा तिमी नमान बिक्री बुहारी चाहिए ल्याउँछु म अर्की लक्ष्मी जस्ती बुहारी मेरी खरै सुन्ने भएको छ नहुँदाखेरि सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ जाति रहेछन् ससुरा तिम्रा लक्ष्मी भन्दै प्रशंसा गरे सासूले तिमीलाई घर फर्काउन ज्वाइँसँग वार्ता गर्दैछिन् अरे तिमीको छाला मताछु चिरिन्छ छाती बल्झिन्छ तिर लाजले फेरि झुक्दछ शिर मेलो मेसो बिग्रियो लथालिङ्ग भइसक्यो परिवारको चिन्ताले आदि जिउ खाइसक्यो सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ सम्धिनी
भएर नानी सल्किनबाट बचाउनु पर्छ रिस र राग लोभ र डाह पैताला मुनि पचाउनु पर्छ बाबाको बाणी दागको बाणी अनौठो भाव फैलिन थाल्यो अल्लारे बुद्धि हराको सुधि अमृति बानी सेठी पखाल्यो छोरी छोरीको बीचमा सहमति भइदिए कति राम्रो हुन्थ्यो नि मनमुटा टुङ्गिए सम्झिज्यू वार्ता गराइदेऊ जय छोरीको झगडा मिलाइदेऊ सम्झिज्यू वार्ता गराइदेऊ जय छोरीको झगडा मिलाइदेऊ कसैलाई खाऊ कसैलाई खाता द्वन्द्वले आखिर सबैलाई घाटा खोलिदे छोरा बाख्राको ढोका त्यागिदे मनको सेखिर लान्छ के राम्रो कुरा गर्यो नि आमा एक्कासी मनमा खुल्दुली जाग्यो अंशकी रानी वंशकी दानी सम्झेर लिन जाउँ जाउँ लाग्यो नम्बरी सुन पूर्णिमा कि जुन केही पनि थिएन बुहारीको बैगुन सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ परमात्माको परीक्षा हो यो भोगेर उत्तर बुझाउनै पर्छ उम्केर जान पाइन्न छोरी बुझेर अर्थ खुलाउनै पर्छ यो कुरा पहिले बुझेको भए घर छाडेर म आउने थिइन जे भयो बिर्सिन्छु बाबा सङ्घर्ष गर्छु अबको दिन छोरीको मन पग्लियो कुरा मिल्छ जस्तो छ मिलापत्र गर्नलाई जयको मर्जी कस्तो छ सम्झिज्यू वार्ता गराइदेऊ जय छोरीको झगडा मिलाइदेऊ सम्झिज्यू वार्ता गराइदेऊ जय छोरीको झगडा मिलाइदेऊ भाइ फुटे सर्वस्व लुटे बहिनीको आँखा चतुरो हुन्छ हामी त छोरा डाँडाको चुना जिन्दगी तेरो अपुरो हुन्छ जन्माई हुर्काई बढायो आमा सकिन मैले राम्रो काम गर्न घरमा शान्ति नल्याई अब म दिने छैन तिमीलाई मर्न जति द्वन्द लम्बियो उति शान्ति भाडिने हितकारी कुरामा हामी किन टाढिने सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल मिलाइदिउँ सम्धिनी छोरी पठाइदिउँ वार्ता हुने माहौल